हामीले आधी केजी टमाटर किन्दा ढाकीभरि छान्छौँ, 1 केजी आलु किन्नु त बोराभरि छान्छौँ, हो कि न? एउटा छैन तपाईँको छैन लुगा किन्नु त, जिन्सको प्यान्ट किन्नु त कलर छान्छौँ, साइज छान्छौँ, यो छान्छौँ त्यो छान्छौँ। तर यो देश चलाउने मान्छे छान्दाखेरि हामीले कहिले दिमाग पुर्याउँछौँ त? पुर्याउँदैन। जस्तो भए त्यस्तै छान्छौँ, मेरो पार्टीको भन्छौँ, हान्छौँ, चुनाव चिन्हलाई भोट हाल्छौँ, भरे गएर त्यसले भ्रष्टाचार मात्रै गर्छ। त्यसले गर्दाखेरि यस्ता अभिव्यक्तिहरू मैले तपाईँको चोक चोकमा गुन्जाएर अलिकति भए पनि चेतनाको तपाईँको चाहिँ बिउ छरिएको छ। यो बिउलाई अझै म छर्न चाहन्छु। हामीले छर्नुपर्छ, त्यसको लागि तपाईँहरू निर्धक्क भएर बोल्न सक्नु पर्यो नि। यहाँ थुप्रै छ, श्रमदानमा त जाउँ भनेको नि मेरो त पार्टी खत्तम भन्नु, त्यस्ता नाथे पार्टी छोड्नुहोस् तपाईँले। जुन पार्टीले देशको विकास गर्छु भनेर तपाईँले जान दिँदैन नि, त्यो पार्टीले कहिले पनि हित गर्दैन। हेर्नुहोस्, यो देश बन्यो भने तपाईँको सन्तानले सुख पाउने हो नि भोलि। यो देश बन्यो भने तपाईँको सन्तानले तपाईँले न्याय पाउने हो नि, सेवा सुविधा पाउने हो नि। अनि देशको विकास गर्छु भनेर श्रमदान गर्न जानका लागि रोक्ने पार्टी पनि पार्टी हो। त्यस्ता पार्टीहरूबाट तुरुन्त तपाईँहरू चाहिँ राजीनामा दिएर निस्कनु।